गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। आजको भ्लग चाहिँ कति बजी हुँदैछ भन्दाखेरि 8 बजी 7 बजीतिर हुँदैछ। आज चाहिँ मौसम यति खुल्या छ, तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज चाहिँ हिजो चाहिँ हाम्रो साइकल पुगेको कारण कति बजी 6 बजी साइकल पुग्यो, त्यही भएर काहीँ जान पाएन। आज चाहिँ म चाहिँ स्ट्यान्ड सबै रेडी पारेर अब रेडी हुन ला हो। अब चाहिँ 10 बजेभन्दा पछि निक्लिन्छु होला चाहिँ 10 बजीभन्दा पछि नै निक्लिन्छु होला चाहिँ। त्यसपछि चाहिँ आजको भ्लग चाहिँ बवाल हुनेछ गाइज। सबैजनाले भिडियोको लास्टसम्म हेर्नु होला। अनि यो डडेलधुरा जिल्ला अमरगढी नगरपालिका कहाँ जाने ठाउँ छ, राम्रो ठाउँहरू, त्यो पनि कमेन्ट गरिदिनु होला। म त्यो पनि ठाउँ देखाउनेछु, हजुरलाई एक्सप्लोर गराउनेछु। त्यसपछि चाहिँ आज चाहिँ म टुर हान्नेछु। अनि त्यसपछि चाहिँ भिडियोलाई लाइक सेयर सब्सक्राइबर सब फलो सब हानिदिनु होला भन्न चाहन्छु। म चाहिँ अहिले चाहिँ टक्क लगाएर म चाहिँ नास्ता जस्तो खाएर रेडी हुन्छु, एक्ज्याक्ट रेडी गर्छु। गाइज म त यो भर्खरै धोएर यति बसिरहेको थिएँ। सिम गाइज पाहाडमा बस्ने फाइदा देखाउँछ तपाईँहरूलाई। हेर्नुहोस् यस्तो बबासिन देखिन्छ बिहान बिहानै। त्यो उताको सिन हेर्नु, यो चाहिँ यो पाहाडमा बस्ने फाइदा। सबैजना पाहाडमै आउनुहोस्, उतानिर घर बनाउनुहोस्। एउटा यतानिर, एउटा उता 4-5वटा घर पर्छ। आउनुहोस्। त्यही चाहिँ गाइज अहिले चाहिँ टक्क अब चाहिँ टाइम कति भइरहेको 7:30। अब टाइम छ अलि पछि निस्किन्छु होला साइडमा। सो अहिले चाहिँ म टक्क लगाएर खाना खाँदैछु। निस्किन्छु। साइकल ब्याग स्याग हुडी सब रेडी भइसकेको छ। पनि रेडी भइसक्यो। त्यो मम्मी हाँसिराख्नु भएको छ लगाइ। सो गाइज अहिले चाहिँ टक्क लगाएर म चाहिँ जाँदैछु साइकल भएको ठाउँमा। अहिले चाहिँ साइकल चाहिँ मेरो टी-सर्ट फोहोर भएर चाहिँ अर्कालाई टी-सर्ट फोहोर भएको छ कि अति नै फोहोर। अलिक त्यहाँ माटो लगाएर फोहोर भयो। अनि त्यसपछि टी-सर्ट जानु आएको छु म चाहिँ। अहिले चाहिँ अब म साइकल भएको ठाउँ जाँदैछु। मैले ब्यागमा स्ट्यान्ड तिनीहरू छ नि त, त्यही भएर त्योहरू बोकेको छु। अनि पहिला चाहिँ मेरो साइकलको पछाडिको ब्रेक अलिक ढिला भएको छ, त्यो ब्रेकलाई कसाउँछु गएर। अनि त्यसपछि तपाईँहरूसँग भेट्छु ल। उता छ हाम्रो साइकल चाहिँ उत्तिकै ठाउँमा पनि छ। अहिले टक्क म जाँदैछु यहाँ। लास्ट चिप्लो छ गाइज बाटो, झन् टायर सकिएर भइहाल्छ। पिचमा के हुँदैन भनेको पिचमा भन्नुहुँदो रहेछ। अनि कहाँबाट हुन्छ त्यही भएर चाहिँ म चाहिँ अहिले टक्क लाएर निस्किनु लाग्यो गाइज। अब चाहिँ त्यही हो, साइकलमा भ्लग गराउँछ। आजको भ्लग त बवालै आउँछ जस्तो लाग्यो मलाई। अहिले एउटा नै एक्सपेक्टेसन। हजुर कहिले सो गाइज खाना भएर पनि काम भएको छ। हाम्रो साइकल चाहिँ उता छ। हाम्रो BMW चाहिँ इधर है गाइज। टक्क लाएर टक्क लाएर यत्तिकैमा
गाइस अहिले चाहिँ टक्क लाएर हामी चाहिँ अमरगढी पार्कतिर आइसकेको छु लुक्स हेर्नु न लुक्स हामी चाहिँ यहाँ आइसकेको छौँ यहाँबाट पनि भ्यू त बवाल छ हेर्नु न गाइस यस्तो खतरा खतरा भ्यू हुन्छ कि बवाल बवाल भ्यू हुन्छ यहाँतिर ठिक छ गाइस अनि त्यसपछि चाहिँ टक्क लाएर आउँछ तल चाहिँ म चिया खान जान्छु चिया खान गएर अनि घरतिर लाग्नु पर्ला सो गाइस अहिले चाहिँ हामी चाहिँ पसलबाट आइसकेका छौँ अनि त्यसपछि चाहिँ आजको भ्लग चाहिँ त्यस्तै भयो भनौँ त्यस्तै भयो भनौँ अलि ठिकै भयो घर कामले अलि उता जानुपर्ने थियो त्यही भएर चाहिँ आज भ्लग चाहिँ त्यति ठुलो आएन त्यसको लागि म माफी चाहन्छु त्यसपछि चाहिँ म चाहिँ अब भोलि आउने छु न्यू भ्लगको साथ च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब फलो गरिदिनु होला हामीले 30 दिनमा 500 फलोवर्स गेन हाल्नुपर्ने छ फलो गरिदिनु होला हस् त बाइ